ल बाबा हिँड्नु त ल स्लोली ल ल हेमा श्यामा श्यामा आइपुग्नुभयो आमा आइपुग्यो बाबा बाबाको औषधि खाने बिहान खाएको नि औषधि थाहै भएन भाइ बनाती है जो तू हेमा राम्रो छ है हेप्सु ल त हेर ठाउँ हेरेर आउँछ बा ठाउँ राम्रो रहेछ त ठाउँ है है म त कहिले आएको छैन त हजुर ल्याउनु पर्यो हो र उता ठिक छ उता त्यो ऊ यताको हाँसिन्छ नि यस्तै भन्छ त आफूले नि यता ठिक छ है कता सिलाएर ल्यायो तिमीलाई खाना के भन्नु त म भन्छु के खाने हो के खाने हो सबै पाउँछ नि सबै पाउँछ चिकन मटन के रे सुकुटी माछा मिठो बङ्गो र चिकन पनि के खाने हेर त लुरी इधर हो रे ल हेप्सु
Otabury school. लिप्सु बाबा छ क्या के खाने भन्नु न हजुर के खाने हो र बफ खाने हो कि हैन बफ होइन के खाना के खानामा मासु खाने हो म भेज खानु पर्ला है भेजमा पनिर हुन्छ हँ नै बफ खानु हुन्छ बफ खायो भने तर मासु खायो भने सुकुटी माछा हेमाल पकाने पोखाने ल्याउ तिमी के खाने भन त म चिकन खान्छु ल तिमी पोखाऊ म चिकन खान्छु भनेपछि मैले चिकन खाएँ उसको त अलिअलि भयो उजा चिकन अनि बाबालाई भेज गरे हुन्छ बाबासँग अघि सँग सक्दैन उस गर्ने के छिटो के खाने हो कुन मासु खाने हो सोध्नु भनेर अदर दिनु परेन भेज खानुहुन्छ बाबुले पनिरको तरकारीको सुकुटी खानु त तिमीले बाबा होइन न बाबालाई माछा ठिक हुन्छ ल ल भेज म चिकन तिमी के खाने हो पोर्क त्यो बफ त्यो सुकुटी भन्नु न दाइले चिकन खानु चिकन एउटा सुकुटी गरे भयो अलिअलि यसो चेन्ज गर्नु चेन्ज गर्नु पर्ने नि अनि तपाईँ दुईजना चेन्ज चारवटा फेरि तिनवटा भयो बोल म त लेक्चर गरेर खान्छु रे त्यस्तो मन नखेर बोलेको त भाइ अर्डर अनि यो यादको लागि हो नि फेरि सबै खाना हो होइन दुईवटा फोर दुईवटा फोर पोर्क चिकन दुईवटा तिनवटा चिकन दुईवटा फोर हजुर एउटा माछा ल मेरोबाट सुरु गरौँ न मेरो चिकन सुरुबाट गरौँ त चिकन है अनि सुकुटी चिकन छामालाई पोर्क बाबालाई माछा फिस आमालाई पोर्क बहिनीलाई चिकन अनि जयलाई अनि भयो 18 चिकन थाली तिनवटा पोक थाली दुईवटा सुकुटी थाली दुईवटा फिस थाली एउटा टाइम आधी घन्टा जस्तो लाग्छ ल ल ल ल ल ल
पुरा राम्रो आउँछ सबभन्दा खुल्ला छ यस्ता खाने दुईवटा खालि छ नि त्यति राम्रो हुँदैन नि सेतोमा चाहिँ कस्तो खालको हुन्छ नि राम्रो हुन्छ नि कस्तो अर्किड खालको कि त्यो हामीले टर्किज मुभीहरूमा हेर्छ नि त्यस्तो खालको के तपाईँले हेर्छ हेर्दैन सिरियलहरू टर्किसको एकदम फेमस छ नि कस्तो नि हेर्नु मजा आउँछ कस्तो राम्रो खालको हुने नराम्रो पनि केही देखाउँदैन नि त तिनीहरूले विदेशी भए पनि नराम्रो सिरियल भन्ने के पनि देखाउँछ मजाले हेर्ने के फ्यामिली टाइपको के हेर्नु कति मिनट भयो